Okay, so once again, do you guys know what is happening in India? इन्डियामा के भइरहेछ? इन्डियामा म पनि हुन त यसो अलिअलि न्युज हेरिरहेको थिएँ होइन, इन्डियामा बबाल भइरहेछ गाइस। जस्ट लाइक हाम्रो मञ्चको जुन जेनजी प्रोटेस्ट जसरी भयो एन्ड देन द होल गभर्मेन्ट नै कोल्याप्स भएर होइन, जसरी चेन्ज भयो नि अनएक्सपेक्टेड तरिकाले, इन्डियामा एक्ज्याक्टली त्यस्तै प्रोटेस्ट भइरहेछ है। सो बिफोर आई गो इन्टु द थोरै अलिकति के भइरहेछ भन्ने कुरा, जस्ट वाच दिस भिडियो एकछिनको लागि ल। वो बेहोश पेशेंट के ऊपर चढ़ के गए, उन्हें डंडा मारा मेरी आंखों के सामने। हम डॉक्टर्स हैं, हम शांति से हेल्प करने आए थे, हम नारे भी नहीं लगा रहे थे। उन्होंने बोला तुम्हें बुलाया किसने? डंडे मारे उन्होंने हमें। बंदूक से फायर किया गया और इसके शरीर में जो आपको दिख रहे हैं ये बंदूक के छर्रे हैं। जब अपनों की जान जाती है ना तब पता चलता है इंसानियत बढ़ चुकी है। ये देखिए लड़ाई देखिए, ये देखिए किस तरीके से मार रहे हैं। ये लाठी चार्ज देख सकते हैं आप यहाँ पर। जब मानिसको जिन्दगीलाई अपलिफ्ट गराउनलाई होइन एउटा एक्जामको भूमिका हुन्छ नि त, एउटा एक्जामको क्या। त्यो एक्जाममा केही गरी पास भयो भने कसम जिन्दगीदेखिको मेहनत, वर्षौँदेखिको मेहनत होइन लगाएर पढिरहेको हुन्छ विद्यार्थीहरू। त्यसले गर्दाखेरि आफ्नो जीवन सुध्रिने भन्ने एउटा आश हुन्छ क्या मान्छेको। सो इन्डियामा निट भन्ने एउटा एकदम टफ एक्जाम छ होइन, मेडिकल इन्ट्रान्स एक्जाम हो खासमा। 10औं लाखले दिन्छन् हुन त। इन्डियाको जनसङ्ख्या पनि कसम वर्ल्डको लार्जेस्ट पपुलेसन नै भइसक्यो, अहिले त चाइनालाई पनि टपिसक्यो। जस्ट इमेजिन त्यो एक्जाम दिन टन्नै हुन्छ नि, जम्मा सिट भनेको 1.5 लाख चान्सुनको हुन्छ त्यो मेडिकल सिट होइन। अब त्यो भयो के त भन्दाखेरि त्यसको पेपर लिक भयो। हुन त इन्डिया जस्तो देशमा पेपर लिक हुनु भनेको पहिला पनि भएकै हो होइन, यो फर्स्ट टाइम होइन। सो त्यसले गर्दाखेरि के भयो भने स्टुडेन्ट्सहरू एकदम आउटरेजियस भयो कि, अब एकदम रिसायो कि होइन। फेयरनेस देखिएन नि त, एउटा एजुकेसन सिस्टममै फेयरनेस देखिएन होइन। त्यसले गर्दाखेरि के भयो भन्दाखेरि उनीहरू चाहिँ अब एजुकेसन मिनिस्टरदेखि लिएर इभन जुन यो सिजेपी भन्छ नि, कोक्रोच जनता पार्टी, खासमा भारतीय जनता पार्टीको त्यो एनालोजी डेभलप गर्न सिजेपी नाम राखेको होइन। त्यसको लिडर जो छ, आई फर्गट द नेम, उसको लिडरले त इभन पिएम मोदीलाई नै रिजाइन गर भनेर भनिरहेछ। त्यसले गर्दाखेरि भयङ्कर प्रोटेस्ट भइरहेछ। एन्ड देन अब के भयो भन्दाखेरि अनइम्प्लोइमेन्ट होइन, एकाउन्टेबिलिटीको कुरा आउँछ होइन। अब हार्डवर्क गऱ्यो, हार्डवर्कले हामीलाई अपर्च्युनिटी दिन्छ त भन्ने ठुलो क्वेसन मार्क लाग्ने भयो क्या। त्यसैले गर्दाखेरि अहिलेको जेएनजी प्रोटेस्ट एकदमै चर्किरहेछ, मान्छेले कुटाइ खाइरहेछ होइन। मान्छे कति त घाइते भयो, सायद किलिङको डेटा चाहिँ मसँग छैन, तर एकदमै उदो भइरहेछ अहिले। अनि अहिले के भयो भने फेरि इन बिट्विन दिस प्रोटेस्ट अब यो वाङचुक छ नि, के सोनम वाङचुक हो क्या होइन। सो हु इज लाइक एन इन्जिनियर अनि इनोभेटर होइन, इन्भाइरोमेन्टलिस्ट पनि हो, ऊ पनि पिक्चरमा आयो क्या। किनभने जसरी हाम्रो लास्ट टाइम इफ यु गाइज रिमेम्बर होइन, हामीलाई त्यो जेएनजीको आन्दोलन हुँदाखेरि अब प्रधानमन्त्री बनाउने कसलाई बनाउने भन्दा सुशीला कार्कीजीलाई बनाउने कुरा जुन भएको थियो, जसरी सुशीला कार्कीजीले अगाडि आएर होइन फ्रन्टमा आएर चाहिँ आई विल टेक द रेस्पोन्सिबिलिटी फर वाट एभर गिभन टाइम होइन नेपालको लागि भनेर जुन त्यो गरेको थियो नि, त्यो चाहिँ अहिले वाङचुकले गरिरहेछ क्या। त्यसैले ऊ चाहिँ फेस अफ द नेसन जस्तै भयो। हामीलाई फेस अफ द प्रोटेस्टिङ जुन एउटा मास छ उसको नै ऊ फेस भएर अगाडि आइरहेछ क्या होइन। अब यहाँ कुरा के छ भने अब अफकोर्स हामी लाइक अब सत्तामा त बिजेपी छ अहिले इन्डियामा होइन, अपोजिसनमा को छ? कङ्ग्रेस, राहुल गान्धी। अब राहुल गान्धीले प्रेस कन्फरेन्स बोलाएर अब जे गरिरहेछ, मान्छेले चाहिँ के भनिरहेछ भन्दाखेरि स्टुडेन्टको जुन अहिले यो प्रोटेस्टलाई चाहिँ उसले पोलिटिकल टुलको रूपमा चाहिँ युज गरिरहेछ। एन्ड टु सम एक्सटेन्ट इट माइट बी ट्रु, आई डोन्ट नो, किनभने हि इज इन अपोजिसन एन्ड अदर अपोजिसन आर अल्सो सेइङ द सेम थिङ द्याट यो बिजेपीले चाहिँ एकदम नराम्रो काम गरिरहेछ भनेर। इभन राहुल गान्धीको त एउटा फोटो हेऱ्यो भने
पिएम मोदीको घरको रेजिडेन्सै अगाडि गएर के अरे धर्ना दिएको छ बिकज यु नो वाइ बिकज उसले पार्लिमेन्टले त्यो गर्नै सक्दैन क्या द्याट्स व्हाट ही सेड सो माई पोइन्ट इज जेनजी प्रोटेस्ट भइरहेछ अहिले इन्डियामा जस्ट लाइक नेपाल सायद इस्युजहरू डिफ्रेन्ट थियो होला तर कोर इस्यु भनेको सायद कता कता फ्रस्ट्रेसन नै हो क्या हामीलाई पनि भयङ्कर फ्रस्ट्रेट थियो नि त हाम्रो गभर्मेन्ट कति करप्ट छ होइन इच एन्ड एभ्री सेक्टर्स इन्क्लुडिङ सोसियल होइन लाइक एजुकेसनल फाइनेन्सियल हरेक सेक्टर्सहरू कति करप्ट थियो हाम्रो सिस्टममा भनेर न त्यो एउटा मियर फ्रस्ट्रेसन भएर न हामीलाई त्यो निक्लेको हो त्यो अहिलेको रिजल्ट अहिलेको जुन यो सत्तामा भएको रासोपो जुन छ त्यो त त्यसरी आएको त्यसरी उम्रेको हो नि त त्यसरी आएको हो नि त त्यो होइन जेनजी प्रोटेस्ट नभएको त रासोपो आउँछ जस्तो मलाई लाग्दैन थियो विश्वास पनि गर्न सकिँदैन थियो क्या नाउ बिङ सेड द्याट इन्डिया इज अ भेरी भेरी ह्युज नेसन कम्पेयर टु नेपाल अब इन्डियाकै सत्ता नै हटाएर नयाँ सत्ता आउने यस्तो त अलिकति सायद आई डोन्ट नो आई क्यानट सी एट दिस थिङ एट द मोमेन्ट होइन दिस काइन्ड अफ थिङ्स अब यो प्रोटेस्टले गभर्मेन्ट चेन्ज गर्छ गर्दैन भन्ने कुरा त विल सी इन द डेज टु कम फर स्योर होइन तर केही न केही चाहिँ चेन्ज गरेको छ क्या जस्तै फर इक्जाम्पल म इन्डियामा यदि थिएँ या म नेपालमै छु होइन भने जुन इन्डियन जेनजी प्रोटेस्टर्सहरूले जुन काम गरिरहेछ नि त्यसले गर्दाखेरि त के हुन्छ भने नचाहिने कामको लागि त्यो आवाज उठाएको नि त होइन विच इज सो फेयर जस्तो लाग्छ नि त जस्तै म अर्को देशको मान्छेलाई नागरिकलाई त त्यस्तो लाग्छ भने त्यहीँ भएका देशका नागरिकलाई त त्यो भित्र त रगत उम्लिन्छ नि त यहाँ जसरी मान्छे यहाँ हानेको थियो नि त्यो हानिसकेपछि मान्छे गोली हानिसकेपछि चाहिँ यहाँ नेपालमा पनि जेनजी प्रोटेस्ट लास्ट बबाल बिच्केको हो नि त होइन सेम त्यहाँ त्यही भइरहेछ कि गोली लागिरहेछ मान्छेलाई पुलिसले दिइरहेछ दनादन अब बिचरा पुलिसहरूले के गर्ने कसलाई बिचरा भन्ने कसलाई नबिचरा भन्ने तर यो सबै प्रोटेस्टहरूले के देखाउँछ मेरोमा चाहिँ भन्दाखेरि जहाँ पनि मान्छेहरूलाई फेयरनेस चाहिँ चाहिन्छ क्या लाइफमा नि सिस्टममा क्या फेयरनेस चाहिँ चाहिन्छ क्या यदि भएन भने यसरी नै फ्रस्ट्रेसन निक्लिन्छ अहिले फ्रस्ट्रेसन ग्रो पनि हुन्छ बिकज when they believe the rules no longer equally apply to everyone, of course frustration निक्लिन्छ